ल साथीभाइ सम्पूर्णमा नमस्कार है। तपाईँहरूको अगाडि सानो छोटो भिडियो अर्ग्यानिक है तपाईँहरूको एउटा घरेलु उपचारको लागि तपाईँहरूको ल्याएको छु र भिडियो चाहिँ तपाईँको के को भन्नु छ घरेलु उपचार चाहिँ तपाईँहरूको है हाम्रो एउटा फुपाले सिकाइरहेको थियो है। मेरो फुपा बेचारा बितेर जानुभयो है र फुपाले चाहिँ एकदमै घरेलु उपचार र अहिले तपाईँहरूलाई म जानकारी देखाउन जाँदैछु है। र म यसलाई उखाल्दैछु साथी। यो उखाल्दैछु, यसलाई भन्छ तपाईँहरूको साथीभाइ, यो भनिन्छ तपाईँको यो कालो बनमारा भनिन्छ है। कालो बनमारालाई चाहिँ के उपचार रहेछ भन्दाखेरि है हाम्रो फुपाले भनेको तपाईँहरूलाई एउटा मेरो साथीभाइलाई युवा दाजुभाइलाई मैले अपडेट दिँदैछु है। यो चाहिँ तपाईँहरूको यो टुप्पा पनि अब तपाईँहरूको दुईवटा तिनवटा है यसरी अब दुईवटा तिनवटा भयो भने यसरी चपाएर खानैपर्छ है। यसरी खायो भने चाहिँ एकदमै राम्रो र तपाईँहरूको एउटा किन पाल्सको बिमार क्या तपाईँहरूको बल्झी जान्छ भने तपाईँहरूको र यसलाई तिनवटा चारवटा मुन्टा माडेर घाउमा चेप्दा पनि भयो। अन्त त्यो मुन्टाको साथसाथ तपाईँहरूको यो जरा हुन्छ। यो जरा कस्तो गाछ हेर्नुहोस् है। अब लामो पनि गाछ छोटो पनि गाछ जस्तो है यो जुन चाहिँ कालो बनमाराको। र यो जरालाई पनि निकालेर तपाईँ जरासँगै कुच्याएर पिटेर यो टुप्पासँग मजाले कुच्याएर तपाईँले जहाँनिर घाउ तपाईँहरूको बल्झिन्छ है पाल्सको बिमारमा त्यहाँनिर तपाईँले चेपिराख्नु भयो भने चाहिँ एकदमै राम्रो उपचार रहेछ। र यो जरा जस्तो नै तपाईँहरूको यो हेरिहाल्नुहोस् लामो भएर जान्छ र छोटो पनि भएर जान्छ होइन साथीभाइ। र त्यही कारणले यो जरा पनि तपाईँहरूको हालेर चाहिँ तपाईँहरूको मुन्टा मिलाएर हाल्नु भयो भने चाहिँ एकदम यसले अब लामो जग्गामा पनि घाउहरू है माथि अन्द्रसम्म पनि पुगिसकेको हुन्छ बिचरा पाल्सको बिमार है नराम्रो बिमार। र हामीले खानु पनि पर्छ यसमा है बिहान बेलुका। अनि यो चाहिँ बिहान बेलुका तपाईँले चिपिराख्नु भयो भने चाहिँ एकदमै यो जरा र यो कुटेर चाहिँ चेप्नु भयो भने चाहिँ अवश्य जाती हुँदो रहेछ है साथीभाइ। ल तपाईँलाई मैले सानो जानकारी दिनु आएको सर्ट भिडियोमा है। र सबैलाई सबै दर्शकसम्म तपाईँलाई पुऱ्याइदिनु भन्ने म जानकारी दिन चाहन्छु। र आजको भिडियो थियो ल सबैलाई बाई बाई चाहिँ ल साथीभाइ।